तपाईहरुको फर्स्ट काउन्सिलिङ अब्रोड स्टडीको लागि इफेक्टिभ कसरी बनाउने त? कोही अभिभावकहरु आफ्नो नानी बाबुको लागि चाहिँ परामर्श सेवा कुनै एजुकेसन कन्सल्टेन्सीमा लिन जाँदै हुनुहुन्छ भने त्यो पहिलो भेटलाई चाहिँ प्रभावकारी कसरी बनाउने, त्यो भेटमा जाँदै गर्दाखेरि के चाहिँ तपाईहरुले डिटेल्सहरु लिएर जाने भन्ने विषयमा चाहिँ मैले यो भिडियो हजुरहरु बीचमा ल्याएको छु। साथसाथै यो भिडियो स्टुडेन्टहरुले पनि सुन्नु होला। तपाईले फर्स्ट काउन्सिलिङमा कस्तो खालको डिटेल्सहरु लिएर जाँदाखेरि चाहिँ इफेक्टिभ हुन्छ भन्ने कुराहरु मैले यसमा चाहिँ इन्क्लुड गराएको छु। डिटेल्सहरु कस्तो लिएर जाने त? फर्स्ट भनेको तपाईको फ्यामिली मेम्बर्सको इन्फर्मेसन। इट मीन्स को हुनुहुन्छ, कहाँ हुनुहुन्छ र के गर्दै हुनुहुन्छ। अर्को भनेको तपाईको फ्यामिली मेम्बर्समा कसले चाहिँ कुन प्रपर्टी र कहाँको प्रपर्टी होल्ड गर्नु भएको छ त्यो डिटेल्स। र अर्को भनेको तपाईको फ्यामिली मेम्बर्सले कुनै फाइनान्शियल इन्स्टिट्युसन देखि चाहिँ लोन लिनु भएको छ कि छैन। यदि लोन लिनु भएको छ भने लोनको अमाउन्ट र साथसाथै लोन कहिले लिनु भएको छ भन्ने डिटेल्स। र अर्को भनेको चाहिँ इन्कमको डिटेल्स। यसमा चाहिँ तपाईको फ्यामिली मेम्बर्स यदि कोही जब होल्डर हुनुहुन्छ भने उहाँले कति स्यालेरी खानु भइरहेको छ र कुन कम्पनीमा काम गरिराख्नु भएको छ र साथसाथै कति वर्ष अगाडिदेखिबाट चाहिँ त्यो पार्टिकुलर कम्पनीमा चाहिँ जब गरिराख्नु भएको छ। यदि कोही पेन्सन होल्डर हुनुहुन्छ भने त्यो पेन्सन होल्डर भएको व्यक्तिले चाहिँ कति चाहिँ मन्थली पेन्सन लिइराख्नु भएको छ। र अर्को भनेको यदि कोही फ्यामिली मेम्बर्सको चाहिँ प्रपर्टी अथवा चाहिँ घर चाहिँ तपाईको भाडामा छ भने भाडाको अमाउन्ट कति आइरहेको छ र त्यो भाडाको आएको अमाउन्ट चाहिँ ब्याङ्कमा ट्रान्जेक्सन भइरहेको छ कि छैन भन्ने कुरा पनि बुझ्नु जरुरी छ। र यदि कोही बिजनेस होल्डर हुनुहुन्छ भने त्यो बिजनेस कहिलेदेखिबाट सञ्चालनमा आएको छ र कति प्रफिट देखाएको छ लास्ट फिस्कल इयरमा र साथसाथै त्यो बिजनेसको चाहिँ बैंक ट्रान्जेक्सनहरु बिजनेसकै नाममा चाहिँ भइरहेको छ कि छैन भन्ने कुराहरु बुझ्नु जरुरी छ। यदि डिटेल्सहरु भयो भने तपाईले आफ्नो फर्स्ट काउन्सिलिङलाई एकदमै इफेक्टिभ वेमा चाहिँ लिन सक्नुहुन्छ र फर्दर प्रोसेसहरु सुरु गरिहाल्न सक्नुहुन्छ। र तपाईलाई काउन्सिलरहरुले पनि यो पार्टिकुलर डिटेल्सहरु भयो भने कुन एजुकेसन प्रोवाइडर्समा अप्लाई गर्ने, कुन कन्ट्री प्रोसेस गर्ने र फर्दर फाइनान्शियल डकुमेन्ट्सहरु कसरी अरेन्ज गर्ने भन्ने विषयमा चाहिँ फर्स्ट काउन्सिलिङमै डिटेल्सहरु प्रोवाइड गर्नलाई धेरै सजिलो हुन्छ। सो यदि यो डिटेल्सहरु छ र डिटेल्सहरु छैन भने पनि डिटेल्सहरु तपाईले चाहिँ नोट डाउन गरेर तपाई हाम्रो अफिस भिजिट गर्न सक्नुहुन्छ र तपाईलाई हाम्रो परामर्श सेवा, हाम्रो काउन्सिलिङ अनुसारले कहाँ कुन डेस्टिनेसन मिल्छ हामी तपाईलाई गाइड गर्नेछौं। थ्यांक यू।